तपाईहरुलाई मेरो YouTube च्यानलमा आज म तपाईहरुलाई यो फ्रिजमा कम्प्रेसर कसरी हाल्ने र यसमा ग्यास कसरी हाल्ने भन्ने बारेमा सम्पूर्ण जानकारी दिनेछु। कृपया भिडियोलाई अन्तसम्म हेर्नु होला। हेर्न सक्नुहुन्छ यो फ्रिजको कम्प्रेसर खराब भएको थियो र मैले चाहिँ यसमा अब अर्को पुरानो कम्प्रेसर हाल्दै छु। यो फ्रिजमा चाहिँ क्ल्याम्प प्लग दिएको छ। त्यो क्ल्याम्प प्लग इजी तरिकाले हामीले लगाउन सकिन्छ। कुनैमा नट दिएको हुन्छ, कुनैमा क्ल्याम्प दिएको हुन्छ। अब यहाँ हेर्न सक्नुहुन्छ यो कन्डेन्सर जालीको पाइप हो। यसलाई हामीले फलामको हुन्छ, यो जोड्नको लागि वेल्डिङ ब्रिजिङ गर्नको लागि गाह्रो हुन्छ। त्यही भएर यसलाई खक्सीले मजाले त्यो खियाहरू पेन्टहरू रगडेर सफा गर्नुपर्छ। सफा गरिसकेपछि बल्ल राम्रोसँग ब्रिजिङ हुन्छ। अब यहाँ हेर्न सक्नुहुन्छ यो इभोपोरेटरको पाइप हो। यो चाहिँ लामो गराएर यता हालिएको थियो यो साइडमा। अब यसलाई काटेर हामीले चाहिँ उतैतिर जोड्नेछौँ। अब यो क्यापिलरी भयो। क्यापिलरीमा पनि पेन्ट लगाएको हुन्छ। त्यो पेन्टलाई निकाल्नुपर्छ खक्सीले रगडेर। अब यो हेर्न सक्नुहुन्छ फिल्टर, पुरानो फिल्टरलाई हामीले काटेर नयाँ हाल्नेछौँ। यो चार्जिङ लाइन हो। यसबाट चाहिँ हामीले ग्यास हाल्नुपर्छ। अब यसको नन रिटर्न भल्भ जुन हुन्छ त्यो निकालेर बल्ल वेल्डिङ गर्नुपर्छ, नभए त्यो खराब हुन सक्छ। अब यो फलाममा चाहिँ जोड्नको लागि हामीले सुहागको युज गर्नुपर्छ। जोडिसकेपछि ऐनाले हेर्नुपर्छ पछाडितिर वेल्डिङ भएको छ कि भएको छैन भनेर। अब त्यहाँ भएको छैन ब्रिजिङ भने फेरिबाट ब्रिजिङ गर्नुपर्छ। अब यहाँ ब्रिजिङ भइसक्यो हाम्रो डिस्चार्ज लाइन। अब यहाँनिर हामीले फरस गर्छौँ। फरस गर्नुको कारण चाहिँ त्यहाँ कन्डेन्सर पुरानो हो, त्यसमा कचडा जमेको हुन सक्छ। त्यसलाई सफा गर्नको लागि फरस गर्नुपर्छ। सक्सन लाइनमा चाहिँ अब इभोपोरेटर पनि जोडियो हामीले। अब यहाँ हेर्न सक्नुहुन्छ यो कन्डेन्सर जालीको आउटपुटमा जहाँनिर फिल्टर जोड्छौँ त्यहाँनिर सुरुमा पहिला पाइप जोड्नुपर्छ। अब पाइप नजोड्ने डाइरेक्ट फिल्टर जोड्दा पनि हुन्छ, तर पाइप जोड्दाखेरि राम्रोसँग जोडिएछ कि जोडिए छैन भनेर थाहा पाइन्छ। त्यसपछि हामीले फिल्टर जोड्नुपर्छ। जोडिसकेपछि अब हामीले फ्रिज चालु गर्नुपर्छ। चालु गरिसकेपछि त्यहाँ चार्जिङ लाइनमा थिचेर त्यो चार्जिङ लाइनको पिन बन्द गरेर यो क्यापिलरीबाट हामीले एन्टिमोस्ट हाल्नुपर्छ। कम्प्रेसरको चार्जिङ लाइन बन्द गरिसकेपछि यहाँ क्यापिलरीबाट आफैले सक गर्छ। त्यो एन्टिमोस्ट जुन हुन्छ आफै सक गर्नुपर्छ। त्यो हालिसकेपछि हामीले फ्रिजलाई बन्द गर्नुपर्छ। बन्द गरिसकेपछि यहाँ हामीले अब क्यापिलरी फिल्टरमा ब्रिजिङ गर्नेछौँ। ब्रिजिङ राम्रोसँग भएको छ कि छैन भनेर हेर्नको लागि यहाँ पछाडितिर ऐना मार्फत अवश्य नै हेर्नुपर्छ। त्यहाँ ऐनामा छ्याक्कै देखिन्छ त्यहाँ पछाडि ब्रिजिङ भएको छ कि छैन भनेर। अब हामीले यो चार्जिङ लाइनको पिन बल्ब मजाले टाइट गर्नुपर्छ। टाइट गरिसकेपछि यो कम्प्रेसर छ हाम्रो जुन भ्याकुमको लागि बनाइएको छ। यो पनि फ्रिजकै कम्प्रेसर हो। यसलाई मैले भ्याकुम गर्नको लागि बनाएको छु र यसबाट लिकेज चेक गर्नको लागि प्रेसर पनि बनाएको छु मैले, जुन कम्प्रेसरमा अभाइलेबल हुन्छ। त्यसमा चाहिँ नन रिटर्न हालेर बनाउन सकिन्छ। यसबाट अब हाम्रो भ्याकुम भइरहेछ। भ्याकुम भइसकेपछि यहाँनिर हामीले ग्यास अब हाल्नेछौँ। यो कम्प्रेसर चाहिँ 134 को हो। त्यही भएर मैले चाहिँ यसमा हाइड्रोकार्बन हालिरहेको छु। हाइड्रोकार्बन हाल्दाखेरि अलि चोकिङ कम हुने सम्भावना हुन्छ। त्यही भएर यसमा हाइड्रोकार्बन हाल्दैछु। सुरुमा चाहिँ 40-50 PSI हालिसकेपछि बल्ल कम्प्रेसर रन गर्नुपर्छ। यहाँ कम्प्रेसर रन भइसक्यो। 0.6 एम्पियर लिइरहेछ। अब हामी यहाँ हेर्न सक्नुहुन्छ गेज मिटरमा हाम्रो ग्यास 10 PSI पुगेर कम्प्लिट भइसक्यो। यहाँ छाम्न पनि सक्नुहुन्छ यो कन्डेन्सरको फिल्टर जुन छ त्यो हिट हुनुपर्छ। हिट छ भने कम्प्लिट छ, हिट छैन भने कतै चोकिङ छ। अब हाम्रो कम्प्रेसर इन्स्टल पनि भयो र ग्यास पनि चार्ज भइसक्यो।
भिडियोलाई अन्त्यसम्म हेर्नुभयो त्यसको लागि धन्यवाद। भिडियो मन पर्यो भने लाइक गर्नुहोला र मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरेर साथ दिनुहोला। अब ग्यास रिफिल गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ इभोपोरेटरमा कुलिङ कस्तो आइरहेछ भनेर। यसरी तल माथि चारैतिर छामेर चेक गर्न सकिन्छ कि कुलिङ कस्तो आछ भनेर। थर्मोस्टेट चाहिँ ख्याल गर्नुपर्छ फुलमा छ कि कममा छ भनेर। यदि फुलमा छ भने 1-2 मा ल्याएर मिलाउनु पर्छ। हस्त धन्यवाद।